पनि उता भाग उता माथि यसले छ उता छ त बा ओए और फेरि गाडीमा छ त ओए ओए शिट ओ शिट म्यान उता छु ओए फेरिमा माछ बस्ती पिङे यार असि गाडीमा उल्टो खसिसन हस्के यार उता छु तर असब मदा होए Siapa गाडी siapa गाडी 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 असप पेम्बा तुरलो जा ओ शिट उजु बच्चु बच्चु हुलुङ दालुङ बा Ulung talong po, siapa utar gaadi siapa? ओ थाहा छ त बा ओइ चाहिँ तिमी साप ल पाएन नाम है हट ओइ वो नंबर का दे ओ शिट ओइ ना कोई मी यार ओ शिट उस गाडी siapa sih musik है? उस गाडी यार छु यार जी उस गाडी. तले मोड्यार छिस गाडी ओइ भेट्यो यार थत उतार गाडी siapa sih रन्डिङ सुरु मुख्य तान त. शिट हेर्दा हेर्दा एउटा गाडी पनि लगेको अवस्था हा पुल सबै ढाल्ने बेला भइसक्यो जरेहेत पुल जाने बेला भयो जरेहेत पुल जाने बेला भयो जरेहेतको रोडा उभिसक्यो ल पुरै बाढी चाहिँ अहिले लगभग लगभग गजुरी पुग्ने बेला भइसक्यो सबै सतर्क रहनु होला यार पुलै भयो लाने बेला भइसक्यो यहाँ चाहिँ ल जरेहेतमा बढ्ने क्रम जारी छ अझै अझै बढ्दैछ ल गजुरीमा आइदिए भर्खर बाडी ल भर्खर बाडी गजुरी धेरै ठुलो आछ है ल जरेहेतको रोडै जहाँ गइसक्यो है त्यहाँ पहिरो लड्न थालिन्छ पुल जाने बेला भयो ल ओहो पुरा ड्याम फुटेर आयो यार पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ आमामामामामा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो ल ल ट्युसुली बजारै गयो यार ल गयो यार ओ यसलाई यता आऊ यता आमामामा यार बजारै गयो यार यहाँ नबसौँ ल अलि टाढा बसौँ टाढा यो पुरै ल घरहरू जम्मै गयो ल घरहरू जम्मै गयो यो पुरै
भयो मुटु कलेजा हामी भयौँ बेघरबार हामी भयौँ बेघरबार चरी लैजा समाचार हामी भयौँ बेघरबार चरी लैजा समाचार हामी भयौँ बेघरबार सबै लग्यो झरेको पुल आएर हानेर यहाँको पनि लग्यो हेलो दाइ हामीलाई के भने अब गाडी गगाउन सकेन हाम्रो चितङ दोस्रो गाडी यहाँ परेछ हाम्रो यो अलकत्राको हो कि अलकत्रा पोल्ने ठोकिसक्यो हानिसक्यो ओए ए पुल मान्छे भाग्यो 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 पुललाई त्यो छौ भइसक्यो कि हानिसक्यो आउनेछ के अझै आउँदैछ त्यत्रो बेला आउँदैछ पुरै कुवा हानेछ क्या त्यहाँ सबै कुवा हानिरहेको छ भ्याट्टी बेड हान्न है कि त्यहाँ हानिरहेको भ्याट्टी बेड हाने कि त्यहाँ भ्याट्टी लाउन नि के भयो लाउन मेरो आमा कत्रो आयो लाउन लाउन नि होला पानी होला छेटी गरी भने हैन पानी होला कति देवी हड्डु गर्न पर्दो जस्तो छ ए पानी होला भाग भाग
मेरो आमा हेर्नु त कत्रो आयो लाउन नि बटर केही छैन रे हो आमा काको के होला यो हेर्नु त यहाँ आइपुग्यो लाउन नि गयो तिनीहरू त्यतिखेर पछि होला मेरो आमा कत्रो भएर आयो तिनीहरू किन बस्यो होला त्यहाँ के भगवान् जम्मै डुबायो मेरो आमा डेरी डुबानमा पर्यो मन्दिर हेर जम्मै लग्यो मन्दिर छैन के जाऊ रोशन जाऊ हेर्नु त के भन्नु हो खै कसलाई के भन्ने र यो प्रकृति प्रकोप नेपाललाई नै जहिले पनि हेपेको जस्तै प्रकृति प्रकोप हाम्रो हातमा त हुँदैन तर विकासको क्रम नै यस्तो हो अथवा अगाडि जे भयो भइसक्यो सो भइसक्यो जतिजना उहाँहरू यस बाढी पीडित भएर उहाँहरूले दिवंगत हुनुभयो उहाँहरूको लागि हार्दिक श्रद्धाञ्जली र बाँचेको व्यक्तिहरूले चाँडोभन्दा चाँडो उद्धार होस् र सरकारतर्फ सम्बन्धित निकायहरूले चाँडोभन्दा चाँडो ध्यान दियोस् यो सोर्स अथवा यो विभिन्न सोर्स माध्यमको आधार चाहिँ विगतमा हिम पहिरो आएको कारण यसरी बाढी आयो भन्ने कुरा छ जे जस्तो भए पनि साँच्चीकै दुःख लाग्दो घटना भएको छ दुःख लाग्दो घटना चाहिँ हामीले कहिले पनि सोसियल मिडियामा सेयर गर्नु एकदम किचकिच्याउनु पर्ने अवस्था देखिएको छ साँच्चीकै दृश्य भयावह दृश्य छ कसरी भनौँ हामीले तैपनि जतिजनाहरू बाँच्न सक्नुभएको छ उहाँहरूले चाँडोभन्दा चाँडो उद्धार होस् जतिजना दिवंगत हुनुभयो उहाँहरूको हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु र आइन्दा कसरी यसलाई प्राकृतिक प्रकोपलाई कसरी चाहिँ न्यूनीकरण गर्न सकिन्छ सम्बन्धित निकायहरूले त्यसलाई पनि ध्यान दियोस् भन्न पनि चाहन्छु हार्दिक श्रद्धाञ्जली आजको दिन नेपालमा साँच्चीकै कालो दिन हो यो प्राकृतिक प्रकोपमा परेको प्राकृतिक प्रकोप आएको दिन चाहिँ साँच्चीकै अकल्पनीय अहिले विद्युतको तलै सिमजोर हो यो पुरै सोलरमाथि नहरमाथि पानी छिरिसक्यो यतिसम्म भइसक्यो है तपाईँ खोलाको आसपास बस्ने मान्छे छ नाङघाट मेरो हिसाबमा नाङघाट डुब्छ ल नाङघाट डुब्छ पुरै यो हाइवे त केही रहँदैन हाइवे रहँदैन त्यो मेलम्ची भन्थ्यो यो मेलम्चीको बाउ हो यो यत्रो बाढी आएको छ यहाँ तर सिमजोर पुगिसक्यो हेर्नु कि तलको सोलर हेर्नु सोलर सबै गइसक्यो ल हेर्नुहोस् सोलर सबै नहरमाथिमा गइसक्यो होला यो बस पार्क मुनि यो बस पार्क वाटर टावर होटल पनि देखाइन्छ यहाँबाट वाटर टावर होटलको मुनि यो पानी हुँदै हेर्नुहोस् वाटर टावर होटलमाथि पानी आधी भइसक्यो यो हिसाबले कहाँ जान्छ ल हेर्नु विद्युत त अब विद्युत पनि हामी यहाँ के भाग्ने नभाग्नेमा छौँ हामी यहाँ खोला बगर हुन्छ भाग्नु होला है ल हस् ल हेर्नुहोस् ल हेर्नुहोस् ल यत्रो खोला अझ पनि घट्ने कुनै नाम निशान देखाएन खोलाले घट्ने झन् बढिरहेको छ घटना बढिरहेको छ यहाँ पुलिसहरू यहाँ बस्न पनि देखाएन विद्युतको माथि बस्न देखाएन ल है लाउन नि के भयो लाउन मेरो आमा कत्रो आयो लाउन नि पानी होला छेकी बढी भने होइन पानी अब त्यो देवी हाटुवानमा पर्छ जस्तो छ पानी होला भाग मेरो आमा हेर्नु त कत्रो आयो लाउन नि
मोटर केही छैन रे हो आमा काको के होला यो हेर्नु त यहाँ आइसक्यो हेर्नु त यता के हुँदैछ यता बाढी बसेर फेरि हामी दुखीकै खायो मुटु कलेजा हामी भयौँ बेघरबार हामी भयौँ साथीहरू यो चाहिँ भोटेकोसीबाट आएको बाढी यहाँ चाहिँ हामीले कति मान्छेको लास पनि बगाएर लिएर आइरहेको देखिरहेको छौँ हामी चाहिँ अहिले गल्छीमा छौँ गल्छीको पुल भन्नुहुन्छ भने यहाँसम्म यसरी चढेर मौसम गरेर ठाउँ अस्ति नै त्यहाँ त्यस्तो भइरहेछ अनि मान्छेको लास गाडी कति सामानहरू कति लिएर आइरहेछ माथि माथि दाउरा कति छ अघि लास लिएर आएको थियो साथीहरू यो त पानीभन्दा पनि बढी लेदो मात्र छ लेदो हेर्नु त झन् अहिले त घट्या रहेछ यी जिन्दगीमा पहिलोचोटि जन्मेर यत्रो भएपछि देखेँ मैले यत्रो बाढी हेर्नु त आमा अघि त मान्छे त पुरै नाङ्गे भएको माथिपट्टि तैरेर लिएर आएको अब गर्न नै के सकिन्छ साथीहरू यत्रो बाढीमा कोही गरेर सक्दैन हेर्नु त यस्तो पारी लेदो यता के हुँदैछ यता बाढी बसेर फेरि हामी दुखीकै खायो मुटु कलेजा हामी भयौँ बेघरबार हामी भयौँ बेघरबार चरी लैजा समाचार यहाँ ढुङ्गेमा बाढीमा फसेको घरमा माथि छतमा फसेको एउटा बच्चालाई चाहिँ हेलिकप्टर आएर उद्धार गर्दैछ त्यही बच्चा एउटा माथि हो कि तल्लोपट्टि बोला आइहाल्छ हो अगाडिपट्टि बोला आउँछ लग छ भन्छ त्यसले त्यो लग रहेछ नि यतै छेउबाट भयो छेउपट्टिबाट क्रसले गर्दाखेरि अप्ठ्यारो भयो क्या दस्ताको हुन्छ भनेर भने दस्ता उड्नु नि सक्छ नि त हावाले भेट्दैन नि अन्त भेट्दैन कि दस्ता उडेछ हावाले थियो है हान्छ होला भाइ बहिनीले त हेलिकप्टर चढ्नु पायो
भन्ने जसले गर्दा पुरा आयो हेर्नु त यो कहाँ यो यहाँ घर लिएर आएको कहाँतिर घर लिएर आज बिहान रसुवामा अचानक भयानक बाढी आउनुको कारण खुलेको छ। चीनले पठाएको प्रारम्भिक जानकारी अनुसार तिब्बतमा आएको हिमपैह्रोको कारण उक्त बाढी आएको देखिएको हो। यस बाढीले गोसाइकुण्ड गाउँपालिकामा पर्ने एउटा पूरा गाउँ नै बगाएको छ भने रसुवा भन्सार नाका पूर्ण रूपमा ध्वस्त बनाइदिएको छ। जिल्लाको टिमुरेमा सबैभन्दा ठूलो क्षति भएको देखिन्छ। करिब 100 भन्दा बढी घर रहेको यस गाउँ लगभग पूर्ण रूपमै ध्वस्त भएको छ भने यसको मुन्तिर पर्ने स्याब्रु बेसीमा पनि निकै ठूलो क्षति भएको छ। यसैगरी धादिङ जाने मलेखुको पक्की पुल पनि बगाएको छ। रसुवादेखि देवघाटसम्मका अधिकांश पक्की तथा झोलुङ्गे पुलहरू बगाइदिएको छ। यस्तै त्रिशुली बजारमा रहेको फलामे पुल लगायत केही घरहरू समेत बगाएको छ भने देवीघाट बजार लगभग 50% माथि डुबानमा परेको छ। यसै धादिङको बैरिनी क्षेत्रमा पनि पूर्ण रूपमा डुबानमा परेको देखिन्छ। योपालि रसुवाको भोटेकोशी नदीमा इतिहासकै ठूलो बाढी आएको अनुमान गरिएको छ भने बाढीमा परेर कतिजना बेपत्ता भयो वा कति धनधनको क्षति भयो भन्ने कुरा केही अनुमान समेत गर्न नसकिने अवस्था छ। हालसम्म उद्धारको लागि 12वटा हेलिकप्टर रोड परिचालन गरिएको छ भने सेनाको हेलिकप्टरले 12 जनाको सफल उद्धार गरिसकेको छ र कयौं ठाउँमा अझै पनि उद्धारको पर्खाइमा नागरिकहरू रहिरहेका छन्। यस्तै बाढीले गर्दा हालसम्म 7वटा विद्युत गृहमा क्षति पुर्याएको छ, जसको कारणले गर्दाखेरि विद्युत प्रवाहमा समेत असर पुगेको छ भने टेलिकमका टावरहरू समेत बगाएकोले गर्दा अहिले फोन सम्पर्क कति ठाउँमा टुटेको अवस्था छ। यस्तै नुवाकोटको विदुर नगरपालिका 1 ढुङ्गे बजार स्थित त्रिशुली नदी आसपासको क्षेत्रमा पनि निकै ठूलो क्षति पुगेको छ। यो सँगै सरकारले आजको लागि उद्धारमा खटिन निजी क्षेत्रका हेलिकप्टरहरूले अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ भने उद्धारमा खटिने हेलिकप्टरको लागि सहज होस् भन्ने हिसाबले नेपाल आयल निगमले हवाई इन्धनको ट्याङ्करहरूलाई त्रिशुली पठाइरहेको छ। यस्तै नेपाल टेलिकमले प्रभावित क्षेत्रको लागि 2 दिनको भोइस कल, दैनिक 2 GB डेटा र 50 SMS निशुल्क बनाइदिएको छ। हाल सिंहदरबारमा आकस्मिक मन्त्री परिषदको बैठक बसिरहेको छ भने सबै राजनीतिक दलहरूले पनि विपदको बेला एकजुट भएर उद्धार कार्यमा खटिन अनुरोध गरेको छ। यो सँगै आज सदनमा गर्ने भनेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ भने आजको सदनमा गृहमन्त्री सुदन गुरुङले बाढीबारे अपडेट दिने भएको छ र अहिले देशैभर एकदमै ठूलो दुःख क्षण छ, वितण्डा मचिरहेको छ। यो बाढी अहिले रोकिने हो या बेलुका फेरि पनि आउने हो भन्ने कुरामा नागरिकहरू अझै पनि त्रासमा छन् र जति पनि यी त्रिशुली नदीको आसपासमा रहेका व्यक्तिहरू एकदमै उच्च ठाउँमा गएर बसेको अवस्था छ र अहिले रसुवाको धेरै जस्तो गाउँहरू चाहिँ पूर्ण रूपमा बगाएकोले गर्दाखेरि त्यहाँ कतिजना नागरिकहरू पनि सँगै बेपत्ता भए या नागरिक कति धनधनको क्षति भयो भन्ने कुरा अहिले चाहिँ आकलन गर्न सक्ने अवस्थामा छैन। अहिले विभिन्न ठाउँमा डाटाहरू टिप्ने काम भइरहेको छ तर एक्ज्याक्ट डाटा भने बाहिर आएको छैन र खास गरिकन आज यसरी यति ठूलो बाढी एक्कासी आउनुको मुख्य कारण के हो भन्ने पनि अहिलेसम्म पूर्ण रूपमा चाहिँ पक्कापक्की भइसकेको छैन। चीनले पठाएको प्रारम्भिक डाटा अनुसार चाहिँ तिब्बतको हिमाली क्षेत्रमा चाहिँ हिमपैह्रो गएको यानि कि त्यहाँ चाहिँ ठूलो हिमपैह्रो गएको कारणले गर्दाखेरि चाहिँ यो बाढी आएको हुन सक्ने भन्ने प्रारम्भिक जानकारी आए पनि यही कारण यति बजे यस कारणले भन्ने आएको छैन भने चीनमा भूकम्प गएको भन्ने पनि तिब्बत क्षेत्रमा भूकम्प गएको र त्यसपछि हिमपैह्रो गएको भन्ने पनि अहिले अनुमान आकलन प्रारम्भिक अनुसन्धान बाहिर आएको छ, प्रारम्भिक डेटा बाहिर आएको छ तर यसको एक्ज्याक्ट कारण भने बाहिर आएको छैन। र आजको रातको लागि तपाईहरु जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ सुख दुःख यसै गरिकन काट्नु होला र फेरि फर्केर त्यहाँ जाने काम नगर्नु होला किनभने हाम्रो अहिले नेपालमा पानी परोस् या नपरोस् तर माथि तिब्बतमा पानी परिरहेको हुन सक्ने कारणले गर्दाखेरि बेलुका फेरि बाढी आउन सक्छ किनभने यो बेलामा यस्तो कुराहरू चाहिँ हामीले अघिल्लो वर्षमा नै देखेका छौं र तपाईहरु जहाँ हुनुहुन्छ सुरक्षित रहनु होला र यो पछि सरकारले विशेष गरिकन चाल्नुपर्ने कदम भनेको चाहिँ अब बाढीले जति धनधनको क्षति हुने कुरा भइसकेको छ। अब जति जना जीवित छन् जति जना अहिले चाहिँ उद्धार गरिएका छन् उनीहरुको उपचारको लागि सरकारले एकदमै राम्रो पहल गर्नुपर्ने हुन्छ भने जति पनि जीवित भएर चाहिँ अथवा त्यहाँबाट भागेर बाँच्न सफल भएका छन्
उनीहरूको लागि चाहिँ राहतको व्यवस्था गर्नुपर्ने हुन्छ किनभने धेरै परिवारको अहिले चाहिँ घर अन्न पानी लुगा लत्ता कपडा सबै चाहिँ बाढीले बगाइदिएको कारणले गर्दाखेरि आज बेलुकाको बस्नको लागि उहाँहरूलाई वासस्थानको व्यवस्था गर्नुपर्ने खानेको लागि व्यवस्था गर्नुपर्ने एकदमै ठूलो जिम्मेवारी सरकारमा आएको छ र यो समयमा जसले जहाँबाट जति सक्नुहुन्छ सहयोग गरौँ सबैजना हातेमालो गरौँ मिलेर चाहिँ यो प्राकृतिक प्रकोपको हामी सबैजनाले सामना गरौँ यो समयमा कुनै पनि राजनीति गर्ने या घृणा त्वेषको काम गर्ने होइन यो समयमा तपाईँ हामी सबैजना नेपाली हातेमालो गर्दै एकजुट भएर सबैलाई अहिले जतिजना चाहिँ उद्धार गरिएका छन् जतिजना जीवित छन् उहाँहरूलाई चाहिँ राहत उपलब्ध गराउने काम तपाईँ हामीले गर्नुपर्छ सहजीकरण गर्ने काम गर्नुपर्छ आफ्नो ठाउँबाट सक्ने काम गरौँ र तपाईँ पनि यदि यस्तै किसिमका बाढी पहिरोको जोखिमको क्षेत्रमा नदी किनारको आसपासमा हुनुहुन्छ भने पक्कै पनि सुरक्षित बस्नुहोला किनभने हामीले हरेक वर्ष यस्तै यस्तै दुःखद घटना देखिरहेका छौँ सुनिरहेका छौँ र भोगिरहेका छौँ। नमस्ते। आज टिमुरीमा बिहान आएको 8:53 बजेको 81 आएको बाढीले यहाँ ठुलो क्षति भएको छ। अनुमानित 75% मान्छे यहाँको पहिरोमा पुरिएको छ र केही सुरक्षित मान्छेहरू यो टिमुरीबाट माथि यहाँ आएर बसिएको छ र मेरो फोनमा 7% मात्रै ब्याट्री चार्ज भएकोले कृपया यहाँ अत्यावश्यक फोन गर्नुपर्ने हुन सक्ने भएको कारणले कृपया फोन त्यति सम्पर्क गर्ने कोसिस नगरिदिनु होला। मेरो फोनमा जम्मा 6% मात्रै चार्ज छ है।